फाइनली द प्लान इज सक्सेस. हामी कालु पाण्डे जाने भनेर चाहिँ 9:30 बजे प्लान फिक्स भयो. अहिले 11:20 भयो. तपाईँहरू पनि नेपालमै हुनुहुन्छ, जब गर्दै हुनुहुन्छ भने शनिबारको दिन गाइज जति बजे हुन्छ इफ पोसिबल देन घुम्नुहोस्. किनभने आइनो धेरै वर्ष तपाईँहरू यहाँ बस्नुहुन्न होइन. बाहिर गएपछि बाहिरै अब त्यस्तै हुन्छ, काम घुम्नै पाउँदैन नि त. लाइफ भनेर यही टाइममा घुम्ने त हो नि. आयो जति डाउनफल भए पनि फ्यासन रोकिनु भएन. चोकाउँदो रहेछ माथि नगएर हामी सिधा आयो है. अब एलआरआई जाने भनेर हामी सिसो हिँडेर गिलास भनेर मसाल हो कि. यता जाने बाटो छ, यता जाने होइन र. आऊ दौडैमा त यस्तो राम्रो पिपलको बोट रहेछ. यहाँ पूजा गर्नुहुँदो रहेछ. यहाँ आनन्दले बस्ने ठाउँ रहेछ. यो साथीहरू सुई सुई दौडिरहन्. मलाई दिइरहेछ. एउटा एरोप्लेन होटेल आउँछ. अनि यस्तो यस्तो जाने माथि. मेरो दिदीको स्कुल आइपुग्यो. Hey guys, fit check. फिर चाहिँ गाइस भन्नु मात्र. Fit check. यता ककाली मावि यता जाने रहेछ. कालु पाण्डे यताबाट. ल इन्द्रदह कोदगाउँ पर्यटन व्यवस्थापन समितिद्वारा वेलकम टु अल. फाइनली हाम्रो ट्रिप इज सक्सेस. हामी आज बिहान 9:45 मा प्लान बनाएर 12 बजे भेटेर हामी कालु पाण्डेको डेस्टिनेसन फिक्स गरेर अहिले रिसेन्टली वी आर हियर. 1:30-2 बजे होला. तिमीहरू घर बसिरह भने हेर यो सानो भाइ घुम्न आइरहेछ. लड्नु भयो होइन तपाईँ त. द भ्यू यहाँबाट चाहिँ यस्तो देखिरहेछ. झन् माथिबाट त आई कान्ट एक्सप्लेन के गाइस. तपाईँहरूलाई कुरिरहेको छिटो छिटो यतिको जोस चाहिन्छ. अरू त त्यस्तै हिँड्दा काला राता हुनु इज पर्मानेन्ट. होइन नयाँ मान्छे थियो त उसलाई उभा हो कि. बाई फिलिङ. काजी कालु पाण्डेको शालिग चाहिँ यहाँ रहेको छ. अनि यो चाहिँ पार्क हो है. यो भ्यू नै देख्दैन आँखामा देखा जस्तो है. पर यहाँ उभिएर चाहिँ गाडीको वेट गरेर हो. म चाहिँ सबै साथीहरू कलङ्की चोकबाट यताउति गइसकेँ. चियाहाल जाने भनेर हामी जब चियाहाल अब छिट्टैको